안녕하세요. नमस्ते हजुर सम्पूर्णमा म सौल कोरियन ल्याङ्ग्वेज सेन्टर धरानबाट लाली लिम्बू फेरि पनि हजुरहरू सामु क्वेसन लिएर ब्याक भएको छु। हजुरहरूलाई आज भने म केही फिनगानेका भागहरू सिकाइदिनेछु। फिनगाने जम्माजम्मी कति प्रकारका हुन्छन् यो जान्न जरुरी छ। फिनगाने जम्माजम्मी 3 प्रकारका हुन्छन्, चाहे ग्रामरमा होस्, चाहे कुनै पनि छङ्बुन्वाबाट काटिएको होस्, चाहे अन्य कुनै पनि भागबाट आओस्, तर 3 प्रकारका हुन्छन्। ती 3 प्रकारको हुँदै गर्दा अहिले चाहिँ मैले यो क्वेसनले गर्दाखेरि केही तरिकाहरू सिधै सरल र सहज तरिकाको सिकाइदिनेछु है। अनि हजुरहरूलाई ट्रिक्स भन्छ नि, ती ट्रिक्सहरू चाहिँ छान्दा कसरी छान्न सकिन्छ ती तरिकाहरू यहाँ चाहिँ नर्मली देखिएका छन्, तर म लिएर आउनेछु। आज आइतबार भयो हैन, सोमबार मङ्गलबार बुधबार चाहिँ शनिबार चाहिँ तपाईहरुलाई फुल क्वेसनको भिडियो लिएर उपस्थित हुनेछु। हजुरहरूले लाइक गर्नुस्, शेयर गर्नुस् र यो च्यानललाई सब्स्क्राइब गर्नु होला। म तपाईहरुलाई धेरै तरिकाको ट्रिक्स दिएर आउनेछु। 38 39 40 लाई कसरी छान्न सकिन्छ हैन, अनि त्यही 38 39 40 सँगको त्यो लिस्टिङ भयो नि, त्यही क्वेसन रिडिङमा कसरी हुन सक्छ यो ट्रिक्सहरू दिनेछु भन्दै आजको क्वेसन सुरुवात गरौँ है त। ल अब अस्तिकैबाट म अगाडि बढेको छु। अब यहाँ के छ त भन्दाखेरि पहिलो लाइनमा मैले तरिका भन्दै गर्दाखेरि हजुरहरूले के जान्न जरुरी छ भने नि क्वेसन कति प्रकारका हुन्छन् भन्दाखेरि फिनगाने मैले 3 प्रकारका हुन्छन् भन्दै गर्दा तपाईले के जान्न जरुरी छ भने यो एकारे हो, यो सिधै एकारे हो, यसको लाइनमा सिधै आएर टक्रक्क बस्छ, यो मिल्न सक्छ, दिमागमा सेभ गर्नु होला। अनि त्यसो भएपछि के हुन्छ त भन्दा यो फिनगानेदेखि पछाडी लाइनहरु यसरी जोडेर आएको हुन्छ। यसलाई चाहिँ कसरी चिनिन्छ त भन्दाखेरि यो 4 वटा अप्सनहरु छ नि, यो 4 वटा अप्सनहरु मध्ये तपाईहरुको दिमागमा के हुन्छ भने चट्टै यहाँनेर बस्ने हुन्छ एउटा एन्सर, अनि 4 वटा मिल्न पनि सक्छ है। त्यसखेर यहाँ 4 वटा मिल्न सक्छ, तर पछाडी चाहिँ कारण खुलाएको हुन्छ कि किन बस्यो भन्ने खालको चाहिँ कारण यता खुलाएको हुन्छ क्या। त्यसरी त्यो कारणले गर्दा मात्रै यहाँको 4 वटा अप्सनमा एउटालाई एब्सेन्ट गर्ने हुन्छ। अनि यो त डाइरेक्टली यतिमै इन्डिङ भयो, यो फर्स्ट भइहाल्यो, यो फर्स्ट पर्सन व्यक्तिले बोलेकोमा इन्डिङ हुन्छ। अनि अर्को यो कारण खुलाएर इन्डिङ हुन्छ र अर्को हुन्छ फर्स्ट पर्सन र सेकेन्ड पर्सन बोलेका हुन्छन्, गारा नाले बोलेका हुन्छन्। त्यो लिएर आउँछु म। त्यो क्वेसन चाहिँ कहाँ गएर मिल्न जान्छ भने लिस्निङको 30 देखि 33 सम्म, सरी 35 सम्ममा मिल्न जाने प्रश्न हुन्छ। त्यो चाहिँ कुनमा गएर हेर्नु पर्यो भने 30 देखि 35 सम्मको प्रश्न चाहिँ नि हजुरहरूले कहाँ गएर हेर्नुपर्छ भने जब दुईटा हुन्छ नि गा र नाले बोलेको फिनगाने हुन्छ नि, त्यो चाहिँ 30 र 35 को लिस्निङसँग मिल्न जान्छ है। त्यसैपछि आजको चाहिँ मैले जस्ट तपाईलाई नर्मल्ली तरिकाले सिकाइदिनेछु। हजुरहरूलाई यो क्वेसन मिल्न जाने सिकाइदिनेछु। म अलिकति अस्वस्थ छु कि यो बिरामी भएर घाँटीहरूले अलिक काम गर्दैन, त्यो भएर अलिकति म अहिले हजुरहरू सामु उपस्थित हुन सकेको छुइनँ है त। ल अब हामीले सबैभन्दा पहिलो कुरो यहाँ गएर हेर्ने अब छिगो फङफप। यो छिगो भनेको के हो त भन्दाखेरि पैसासँग कारोबार हुन्छ, भुक्तानी हैन। भुक्तानी अनि तरिका भनेको चाहिँ भुक्तानी गर्ने तरिका भनेको ब्याङ्कबाट कारोबार गर्ने तरिका। अब ब्याङ्कबाट कारोबार गर्ने तरिका तपाईको दिमागमा जहिले पनि सेभ हुन्छ। ब्याङ्किङ कारोबार भनेको सधैँ पनि केबाट हुन्छ हो, हामीले जहिले पनि ब्याङ्किङ कारोबार केबाट हुन्छ त भन्दाखेरि के हुन्छ भन्दाखेरि कि भने हामी खातामा लगेर पैसा जम्मा गर्छौं, कि भने कहिलेकाहीँ ब्याङ्किङ कारोबारमा हुँदै गर्दाखेरि इन्टरनेटबाट पनि हुन सक्छ हैन, हाम्रो मोबाइलबाट है। ताकि मोबाइलबाट भनेको चाहिँ के हो त भन्दाखेरि कहिलेकाहीँ हुन्छ नि तपाईहरुले के गर्नुहुन्छ त भन्दाखेरि ब्याङ्किङ कारोबार गर्दाखेरि आफ्नो फोनमा एपहरु डाउनलोड गर्नुहुन्छ, त्यो एपबाट पनि पैसा लगाउन सक्नुहुन्छ हैन। हो त्यस्तो त्यस्तो। तर अब के छ त भन्दा भुक्तानी गर्ने तरिका त परिवारसँग, अब परिवार अनि मुहिम भनेको भेला, परिवार भेला भनेको परिवारलाई जम्मा गर्ने भनेको छ। भुक्तानी गर्ने तरिका चाहिँ परिवार जम्मा गर्ने तसँग त सरकार भएन नि। अब यो फेरि मुहिम भन्ने शब्द छ, अर्को मौदा भन्ने पनि हुन्छ, केयर गर्नु होला। मौदा र मोइदामा फरक के फरक छ भन्नुहुन्छ भने यो मोइदा अब मोइदा भनेर आयो भने चाहिँ के फरक हुन्छ भने यो चाहिँ जीवित मान्छेहरू, समूहहरू भन्छ नि, जस्तै हामीले समूहहरू जम्मा गर्छौं नि, त्यस्तोमा चाहिँ मोइदाको प्रयोग गर्ने गर्छौं। यो पनि समूहकै प्रयोग गर्ने गरिन्छ, तर विशेष गरी यो चाहिँ के हो त भन्दाखेरि निर्जीव वस्तुहरूमा विशेष प्रयोग गर्ने गरिन्छ। त्यसैगरी यहाँ चाहिँ के त सिंगिल सन्मूल भनेको जन्मदिनको उपहार। यहाँनेर यसो भएको भए के हुन्थ्यो त भन्दाखेरि यहाँ सुनको औँठी दिने तरिका के भएको भए चाहिँ यो चाहिँ यहाँ उत्तर जान्थ्यो। अब यो आयो परिवारको भेला भनेको भए चाहिँ
विवाह पार्टी होइन, यस्तै अब दुःखका समारोह हुन्छ नि, मानिलिउँ त्यस्तै अब छाङ्ने सिक भएको भए होइन, खेरोन सिक भएको भए यो हुन सक्थ्यो उत्तर, तर त्यो छैन। त्यसै गरी चाहिँ छुल्गुन सिगान भनेको काममा जाने समय, त्यसै चाहिँ कम्पनीसँग रिलेटिभ भएको भए हुन्थ्यो। कम्पनीसँग रिलेटिभ भएको भए कस्तो हुन्थ्यो भन्दाखेरि अब कम्पनी जाँदा यति समय लाग्छ, आउँदा समय यस्तो लाग्छ भनेको चाहिँ काममा आउने जाने समय हुन्थ्यो। तर यो चाहिँ छुल्गुन मात्रै छ। छुल्गुन भनेको चाहिँ अफिस जानु भनेको काममा जानु होइन, हो त्योसँग रिलेटेड भएको हुन्थ्यो। थुङजाङ भनेको के हो भन्दा पासबुक। पासबुक भनेको चाहिँ के हो त भन्दा ब्याङ्कको खाता, एकाउन्ट भन्दा नि केही फरक पर्दैन। त्यो चाहिँ भुक्तानी गर्ने तरिका, पैसा जम्मा गर्ने तरिका हुन्छ। यहाँ त इन्कम भनेको जम्मा भनेपछि त्योसँग रिलेटिभ भयो नि। त्यसो भएपछि चाहिँ उत्तर चाहिँ कहाँ गयो त भन्दाखेरि त्यही छेको फाम्पकसँग हुँदाखेरि 4 नम्बर उत्तरमा गयो। त्यसपछि यो बुझिहाल्नुभयो केसँग रिलेटिभ हुँदा, यो केसँग रिलेटिभ हुँदा, यो केसँग रिलेटिभ हुँदा हो। यस्ता चिजहरू चाहिँ हजुरहरूले साह्रै ख्याल गर्नुपर्ने स्थिति रहन्छ। त अब यो चाहिँ पहिलो एक तरिकाको मात्रै हो, यो चाहिँ सट्ट भएको छ। अनि यसको पछाडि कारण खुलाउने चाहिँ कस्तो हुन्छ भन्दाखेरि नि, अब एकछिन पछाडि ल म एउटा गरेर हल्का देखाउँछु तपाईँलाई कारण खुलाउनेहरू। अब जाउँ हामी अर्को लाइनमा। ल अब यहाँ आएको छ हामी अर्को नम्बरमा। अब यो चाहिँ 2 खालको हो क्या। यी जस्तै यो लाइन आयो नि, यो लाइनमा आएर 4वटा अप्सन यहाँ मिल्न सक्छ। तर हो यहाँदेखि मैले भन्न खोजेको यो हो कि यहाँदेखि यहाँसम्म चाहिँ यसको कारण खुलिएको बुझिन्छ। त्यसो भएपछि त्यसो हुँदा चाहिँ यहाँ एउटा मात्रै एब्सेन्ट हुन्छ क्या। तर पहिलो लाइनबाट यहीँबाट यो लाइनमा यहीँ टुङ्गेको छ भने हो यो पनि खाली ठाउँमा अप्सन आउन सक्छ। त्यसखेर चाहिँ यो एक सम्वादे भयो, यो पनि एक सम्वादे नै हो तर कारण खुलाउने सम्वादे भयो। तर जब गाह्रो बोल्छन् भने त्यसखेर चाहिँ 2 सम्वादेमा बुझिन्छ। त्यसो भएपछि त्यसो गर्दाखेरि अघिको पढेको एक सम्वादे सट्टै सकियो, त्यो एक प्रकारको भयो फिन्गाने। यो चाहिँ पछाडिबाट कारण खुलाउन पनि सक्ने खालका हुन्छन् र यो त्योसँग 2 खालको भयो। गाह्रो देखिएको छैन, गाह्रो नदेखिने बित्तिकै त्योसँग आयो भने 3 प्रकारका हुन्छन् फिन्गाने है। त्यसो भएकोले गर्दा हजुरहरूलाई अब सर्र म गर्दै ल यहाँ के भन्छ भने ओनुरुन थारुन नाल बोदा, त्यसै गरी छ खिरी मानी माखिम निदा। अब के भन्यो भन्दाखेरि आज अरू दिन भन्दा पनि बाटो एकदम जाम छ भनेको छ। जाम भनेको भिड भनेको है, सवारीहरूको भिड होइन, भिड छ। अनि खाजी आनुम्यान भनेको यदि गइन भने वैसाए नुजुल्सु गत खाच्छुम निदा भनेको ढिलो हुन्छ जस्तो छ। अब ढिलो हुन्छ जस्तो छ भनेपछि ढिलो भनेपछि त अब यहाँ जाने ढिलो हुनुको फान्देमाल के हुन्छ भन्दाखेरि छिटो, हतार होइन। यसलाई अब पाल्लीको चाहिँ युज हुँदैन यहाँ। किन पाल्लीको युज हुँदैन भन्दाखेरि पाल्ली भन्ने शब्द चाहिँ तपाईँको दिमागमा सेभ गर्नुहोस्। यो चाहिँ अरू व्यक्तिहरूलाई तपाईँहरूले आदेश दिँदा प्रयोग गर्छ। पाल्ली है, यो सेकेन्ड पर्सन व्यक्तिलाई भन्ने हो नि। त्यसपछि आफू हुँदाखेरि चाहिँ हतार, अर्जेन्ट तरिकाले हुँदा चाहिँ सदुरुदाको प्रयोग गर्ने गरिन्छ। त्यसो भएपछि अब हामी यहाँ जान्छौँ, यो ढिलो हुन्छ जस्तो छ भनेपछि गइन भनेपछि यहाँ चाहिँ हतार गरेर हुन्छ है। त्यसपछि यहाँ चाहिँ अब के हुन्छ, सावधानी भएर होइन। अब सावधानी भई अथवा यो चाहिँ रिइति भन्ने अर्थ दिन्छ, सावधानी गरी। अब यो गे भन्ने शब्द चाहिँ के हुन्छ त भन्दा सेकेन्ड पर्सन व्यक्तिलाई सुझाव होइन, आदेशहरू दिँदाखेरि पनि विशेष प्रयोग गर्ने गरिन्छ। कसरी भन्नुहुन्छ भने जस्तै सुझाव दिँदाखेरि इरखे भनेको के हो त, यसरी इरखे हासेयो, इरखे हे जुसेयो, यसरी गरिदिनुहोस् न भनेपछि सेकेन्ड पर्सन व्यक्तिमा चाहिँ यदि तपाईँ सुझाव र आदेश दिन चाहनुहुन्छ भने, सुझाव विशेष गरी आदेशभन्दा पनि सुझाव दिन चाहनुहुन्छ भने, कुनै पनि कामको कन्फर्म गरेर सुझाव दिन चाहनुहुन्छ भने जसमा चाहिँ यो गेको प्रयोग गर्ने गरिन्छ। अब यो गे विशेष गरी केमा देखिन्छ त भन्दा एक्जेक्टिभ भर्बहरूमा देखिँदा यो शब्दलाई के गरिन्छ भन्दाखेरि सुझावमा देख्ने गरिन्छ। अब एक्जेक्टिभ भर्ब भनेको के हो, जसलाई क्रिया विशेषण भनेर भनिन्छ। क्रिया विशेषण नेपालीमा के जान्न जरुरी छ भने अब अन्तिममा हुनु भनेर आउँछ होइन। अन्तिममा हुनु भन्ने शब्द आयो भने एक्जेक्टिभ भर्बहरू हुन्, इट्स ओके। तर हामीले कसरी पनि बुझ्न सकिन्छ भने
कति भनेर प्रश्न गर्दा उत्तर आउने सबै शब्दहरू एक्जेक्टिभ भर्ब हुन् अथवा एक्जेक्टिभहरू हुन्। अनि अर्को आउँछ कस्तो भनेर सोद्धा उत्तर आउने शब्द पनि एक्जेक्टिभ हुन्। कस्तो, कालो, कालो अनि हुनु एक्जेक्टिभ भर्ब। रातो हुनु। कति, कति भन्ने बित्तिकै धेरै, धेरै हुनु, थोरै हुनु, अलिकति हुनु, लामो हुनु। अब कस्तो हुनु, लामो हुनु, छोटो हुनु, मिठो हुनु, तितो हुनु, यी सबै एक्जेक्टिभ भर्ब हुन्। प्रश्न कसले गर्छ? कस्तो, हैन? कस्तोले प्रश्न गर्दा नि कस्तो हुनु, रातो पहेँलो हरियो हुनु हो, यी सबै एक्जेक्टिभ भर्बहरू हुन्, हैन? कति हुनु, धेरै हुनु, थोरै हुनु, अलिकति हुनु, मिठो हुनु, राम्रो हुनु। प्रश्न त कतिले नै सोधेको हो नि त। त्यसो भएपछि यी कति भनेर प्रश्न गर्दा उत्तर आउने शब्दलाई नै एक्जेक्टिभ भर्ब भनेर भनिन्छ। अब यो दुईटा त उत्तर भएन, योसँग रिलेटिभ भएन, किनभने हामी अघि भनिसक्यौँ यसो चाहिँ सदुरुगे र सदुरस भनेर भनेको छ। अब यहाँ आएको छ के हो त भन्दाखेरि अब यो आयो सदुरुगे भनेको हतार गरी। अघि भने यो कन्डिसनमा अब यो चाहिँ सेकेन्ड पर्सन व्यक्तिको बोलेको छ त छैन, तर यहाँनिर गा र ना भएर बोलेको भए त उत्तर हुन सक्थ्यो है नाबाट, होइन? यसले चाहिँ गाले चाहिँ यस्तो यस्तो भयो हो मलाई भनेर भन्दा नाले चाहिँ यसरी जाउँ न त हौ भनेर सधैँ यस्तो तरिकाले जाऊ है भनेर आदेश दिँदा चाहिँ फेरि उत्तर यहाँ जान्छ। तर अहिले चाहिँ यहाँ जान्छ। किन जान्छ त भन्दा यो फर्स्ट पर्सन व्यक्ति आफैले बोलेको हो। के भनेको छ भने आज चाहिँ अब अरू दिन भन्दा भनेको क्या फरक दिन भनेको होइन, यहाँ अरू दिन सधैँको दिन भनेको। सधैँको दिन भन्दा पनि बाटो एकदम भिड छ। म चाहिँ एकदम अर्जेन्ट तरिकाले भनेको अथवा हतार भएको कारणले, मलाई एकदम हतार भएको कारणले त्यसै गर्छ, अथवा हतार गरेर छिटो गरेर यदि कम्पनी गइन भने ढिलो हुन्छ जस्तो छ है, त्यही भएर म हतार भएर जानुपर्छ भनेर यसले आफैलाई भनेको। तर यदि सेकेन्ड पर्सन व्यक्ति भएको यो उत्तर हुन्थ्यो है। हजुरहरूले यदि यो फिनगानेहरू मैले यति मात्रै गर्दै तपाईँहरूलाई म शनिबार चाहिँ तपाईँहरूलाई, किनभने छोटो छोटो भिडियो पनि तपाईँहरूलाई लगाइदिइराखेको, किनभने सर आउनुहुन्न कि भन्ने खालको तपाईँहरूको जुन मनसाय हुन्छ भनेर मैले भिडियो लगाइदिएको हो। र हजुरहरूले के गर्नु भन्दाखेरि अब शनिबार चाहिँ म तपाईँहरूलाई फुल भिडियो लिएर आउनेछु र अब यसको बिचमा एउटा नर्मली छङ्बोहरू कस्तो तरिकाले सौलमा ट्रान्सलेट हुन्छ त्यसको बारेमा पनि देखाइदिनेछु है त। हजुरहरू लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। ओके, बाई, टेक केयर, खामसाम्निदा।